स्पाइनमा बर्स्ट फ्र्याक्चर भनेको के हो? यदि तपाईँ वा तपाईँको परिवारका कसैलाई उच्च गतिको चोटका कारण बर्स्ट फ्र्याक्चर भएको छ भने चिन्ता नगर्नुहोस्। सामान्यतया बर्स्ट फ्र्याक्चर एउटा विशेष प्रकारको फ्र्याक्चर हो जसमा चोटका कारण फ्र्याक्चर भएका भागहरू एक अर्कामा क्रस भएर मिल्छन्। यो स्पाइनको यस्तो फ्र्याक्चर हो जुन प्राय उच्च गतिको चोटका कारण हुन्छ, जस्तै सडक दुर्घटना वा अग्लो स्थानबाट खस्दा। यस्ता अवस्थामा जब कुनै एक भर्टेब्रामा गम्भीर क्षति पुगेर त्यो भर्टेब्राका धेरै साना टुक्राहरू बन्छन्, त्यसलाई बर्स्ट फ्र्याक्चर भनिन्छ। यसलाई एमआरआई वा सिटी स्क्यानबाट सजिलैसँग पत्ता लगाउन सकिन्छ। सामान्यतया जब स्पाइनमा बर्स्ट फ्र्याक्चर हुन्छ, ती टुक्राहरूमध्ये कुनै एक स्पाइनल कर्डतर्फ सर्छ र स्पाइनल कर्डलाई दबाउन थाल्छ। जब बर्स्ट फ्र्याक्चरका कारण स्पाइनल कर्डमा दबाव पर्छ, यसले न्युरोलोजिकल लक्षणहरू जस्तै खुट्टामा दुखाइ सर्ने, खुट्टा चलाउन नसक्ने, दिशा वा पिसाब गर्न गाह्रो हुने वा खुट्टाको केही भागमा संवेदना हराउने जस्ता समस्या ल्याउन सक्छ। सामान्यतया बर्स्ट फ्र्याक्चर थोरासिक स्पाइनमा हुन्छ, जुन स्पाइनको बीचको भाग हो, वा यो लम्बर स्पाइनमा पनि हुन सक्छ, जुन स्पाइनको तल्लो भाग हो। कहिलेकाहीँ उच्च गतिको चोटका कारण यो सर्भाइकल स्पाइनमा पनि हुन सक्छ। त्यसैले जब तपाईँको स्पाइनमा बर्स्ट फ्र्याक्चर हुन्छ र भाँचिएको हड्डीको टुक्राले स्पाइनल कर्डमा दबाव दिन्छ, तब तपाईँले पक्कै पनि डाक्टरलाई देखाउन विचार गर्नुपर्छ। जब तपाईँ डाक्टर कहाँ जानुहुन्छ, डाक्टरले सिटी स्क्यान वा एमआरआई गराउनेछन्, साथै बर्स्ट फ्र्याक्चरले स्नायुमा न्युरोलोजिकल मूल्याङ्कन गर्नेछन्। उहाँले तपाईँको खुट्टामा शक्ति, संवेदना, दिशा वा पिसाब गर्न सक्नुहुन्छ कि सक्नुहुन्न जाँच गर्नुहुन्छ। यस्ता अवस्थामा विस्तृत न्युरोलोजिकल परीक्षणपछि तपाईँको सिटी स्क्यान वा एमआरआईमा बर्स्ट फ्र्याक्चर देखेपछि यदि स्नायु क्षति, डाक्टरले शल्यक्रिया सल्लाह दिन सक्नुहुन्छ। शल्यक्रियालाई स्पाइनल डिकम्प्रेसन फिक्सेसन सर्जरी भनिन्छ। यस शल्यक्रियामा हामी विशेष इम्प्लान्ट प्रयोग गरी तपाईँको स्पाइन स्थिर बनाउनेछौँ र डिकम्प्रेस गर्नेछौँ। यसको अर्थ स्पाइनल कर्डमा दबिएको भाँचिएको हड्डीका टुक्राहरू हटाउने हो। यस्ता अवस्थामा जब हामी स्पाइनल कर्डबाट भाँचिएको टुक्रा हटाउँछौँ र स्पाइनलाई स्थिर बनाउँछौँ, अधिकांश केसहरूमा बिरामीको न्युरोलोजी सुधार हुन्छ र केही दिन वा केही हप्तामा सामान्य अवस्थामा फर्कन्छ। यो शल्यक्रिया सामान्यतया 2 घण्टा लाग्छ र बिरामीलाई अस्पतालमा 3 दिन बस्नुपर्छ। हामी यो शल्यक्रियापछि बिरामीलाई हिँड्न र उभिन समेत अनुमति दिन्छौँ। अर्कोतर्फ स्थिर फ्र्याक्चर भनेर चिनिने कुरा पनि छ, जसमा हड्डीका टुक्राहरू त हुन्छन् तर स्पाइनल कर्डमा दबाव परेको हुँदैन। यस्ता अवस्थामा कहिलेकाहीँ हामी बिरामीलाई लामो समयसम्म ओछ्यानमा बस्न भन्छौँ, तर शल्यक्रिया आवश्यक पर्दैन। यसैले न्युरोलोजिकल घाटा, फ्र्याक्चरको प्रकार, हड्डी र स्नायुमा भएको क्षतिको स्तर र भविष्यमा न्युरो घाटा हुने सम्भावना कति छ भन्ने आधारमा तपाईँको डाक्टरले शल्यक्रिया सल्लाह दिन सक्छन् वा नगर्न पनि भन्न सक्छन्। तर यदि तपाईँको मेरुदण्डमा स्प्रा फ्र्याक्चर भएको छ भने तपाईँले निश्चित रूपमा स्पाइन सर्जनलाई भेट्नुपर्छ, जसले तपाईँलाई त्यहाँबाट अगाडि बढ्न मार्गदर्शन गर्नेछन्। धन्यवाद।